भयो यहाँ पनि छ तन्नेको यहाँ चाहिँ छ माथि कति छ यहाँ छ माथि कति 20 केजी रहेछ बिर्सिरहेको हुन्छ क्या यो चाहिँ हाम्रो सुन्दर सुन्दर अम्बा बगान है साथीहरू अम्बाबारी अहिले चाहिँ यो अम्बामा पेपर लगाउने कामहरू यो सेकेन्ड लट हो भट्टाभट्टी भइरहेको छ खै मैले यहाँबाट कच्चा भ्यू त आउँदो रहेछ यो चाहिँ हाम्रो सुन्दर नगरी हेटौडा 13 ठुलथलीको केजी अम्बा को प्लटहरू ल हेर्नुहोस् बोल्दै पनि घरन्ती हेर चाहिँ यस्तो पनि छ हेर्नु रोगले भ्याएको यसको यो नै यो फाल्ने हो कि फेरि सबै किरा हो यसको यो बिचल्दै यो फाल्ने एकदम हरियाली बिरुवै बिरुवा साथसाथै फल पनि लागिसकेको छ है यता चाहिँ पेपर लगाएर लगभग सकिसकेको छ अनि कुनै छुटपुटमा चाहिँ पेपर लगाउने काम चाहिँ भइरहेको छ एकैचोटिमा चाहिँ सबै पेपर चाहिँ लगाएर हामीले कहिले पनि सक्दैनौँ छुटपुट भइरहन्छ किनकि यसमा फल र फुल दुवै आइरहने भएको कारणले चाहिँ हामीले फल फुल एकैचोटि चाहिँ पेपर लगाएर सकिँदैन नयाँ पालुवा र फल चाहिँ सँगसँगै आइरहेको छ फल यहाँ हेर्नुहोस् देखाउँछ है यहाँ चाहिँ पाकिसकेको यो चाहिँ हामीले टिप्न वयस्क टिप्नले रेडी भइसक्यो रेडी भइसक्यो यो भर्खर पेपर लियो यो भर्खर पेपर लगाएको यो पनि पेपर लगाएको यहाँ चिजिलो फुल खेल्दै छ यता पनि छ फुल खेल्दै यहीँ छ त है यहीँ छ है फुलहरू टन्नै फुलहरू देख्न सक्नुहुन्छ फुल छ टन्नै फुल छ यी हेर्नुहोस् यता पनि छ यहाँ पेपर लगाउँदै गरेको अब यहाँ पेपर लगाउनु बाँकी नै छ यी यो चाहिँ पेपर लगाउने बेला भएको पाकेकोहरू पनि छ